नमस्कार सबैजनालाई। आज मेरो कविताको शीर्षक छ मनलाई नलैजाऊ है टाढा। मनलाई नलैजाऊ है टाढा, तब समाप्त हुन्छन् दुःखका काँडा। मनलाई मनमै बस्न देऊ, मनको सुन्दर घर मनमै बनाइदेऊ। मनलाई सुख चैन मनमै होस्, मनलाई नलैजाऊ है टाढा, तब समाप्त हुन्छन् सबै दुःखका काँडा। मनलाई उसको घरको झ्यालबाट च्याउन पनि नदेऊ, झ्याल ढोका सबै बन्द गरेर राख उसलाई। नत्र बाहिर देखेर लोभ लाग्छ उसलाई, कसैको प्रगति देखेर आरिस लाग्छ उसलाई। मनलाई नलैजाऊ है टाढा, तब समाप्त हुन्छन् सबै दुःखका काँडा। मनलाई मनकै घरभित्र रमाउन देऊ, मनलाई मनसँगै हाँस्न खेल्न देऊ। मनको घर अति सुन्दर छ, उसको घरमा भुइँचालो आउन नदेऊ। मनलाई नलैजाऊ है टाढा, तब समाप्त हुन्छन् सबै दुःखका काँडा। मनको घरभित्र अनायासै दुःख पस्न नदेऊ, मनको घरभित्र अनायासै चिन्ता पस्न नदेऊ। मनको घरभित्र ईश्वरको बास छ, त्यहाँ अनायासै फोहोर मैला नगर। मनलाई नलैजाऊ है टाढा, तब समाप्त हुन्छन् सबै दुःखका काँडा। बरु तिमी पनि त्यो मनको सुन्दर घरभित्र जाऊ, सुखी जीवनको मन्त्र गाऊ, आफै त्यहाँ भित्र रमाऊ। तर अनायासै मनलाई नलैजाऊ है टाढा, तब समाप्त हुन्छन् सबै दुःखका काँडा। धन्यवाद।